सो हामी चाहिँ फाइनली नागे पोखरी चढेर हामी चाहिँ नागे पोखरीबाट फर्किँदैछौँ र म चाहिँ खासमा भन्नुपर्दा चितवनको र हाम्रो दादाहरूलाई भेटेर एकदम खुसीसँग हामी नागे पोखरी चढेर पनि खुसी साथ नै फर्केको छौँ हामी नागे पोखरीबाट होइन। अब त्यही हो सबैजनालाई म चाहिँ के भन्न चाहन्छु भने हजुरहरू एकचोटि नागे पोखरी चाहिँ आउनै पर्छ किनभने नागे पोखरी जस्तो सुपर ठाउँ यो नेपालमा कहीँ पनि छैन जस्तो लाग्छ मलाई होइन। एकचोटि नागे पोखरी ट्रेकिङ चाहिँ हान्नै पर्छ हजुरहरूले त्यही हो कि होइन अन्त दादा एकदम राम्रो छ हामी नागे पोखरी सर्ट डिस्टेन्समा ट्रेकिङ गर्न जाने चाहने मान्छेलाई चाहिँ एकदम गुड है। जति थकाइ लाग्यो नि थकाइ सबै बिर्सिन्छ है दादाहरू हाम्रो दादाहरू ट्रेकिङ आउँदै हुनुहुन्छ। हामी त बिहानै 6 बजे हिँड्यौँ तल सिरान